कहाँ जाने अरे हामीलाई भन्दै हामी तातो पानी जाँदैछौँ ढोका घुम्छौँ त्यसपछि कालिम्पोङ ओके अनि त्यहाँबाट चाहिँ यहाँ हाम फाल्ने हो के अनि पछि तानिन्छ हाम फाल्नुहुन्छ किन ऊ त्यो माथि घरसम्म त्यो पानी हामी आउँदाखेरि खोला थुनिएर सौगात बन्दी जम्पिङ गर्ने हो यो पुरै चाइनाको हेर त चाइनिज भाषामा भोटेको सी अनि हामी आइपुगेका छौँ तातो पानी धारा चाइनाको भिरा अरे के पारी पारी ए हो नि त कसले भनेको तपाईँले त्यो चाइनाको त्यही भने यहाँका मान्छेले पहिरोले लगेर ध्वस्तग्रस्त समस्त सबै राम 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 मर्निङ सबैजनालाई गुड मर्निङ हाम्रो यात्रा छ आज तातो पानीको वेलकम छ सबैजनालाई मेरो ब्लगमा यो हो आजको हाम्रो गाडी हामी जाँदैछौँ यो गाडीमा तातो पानी कहाँ जाने अरे हामीलाई भनिदेऊ त ड्राइभर दाइ हामी तातो पानी जाँदैछौँ म्याडम भनेर त्यसपछि ढोका घुम्छौँ त्यसपछि आइपुगेका छौँ साँघा होइन बाटोको मन्दिरहरू हामी दर्शन गर्दै जाउँ भनेर चाहिँ बाटोमै परेको मन्दिर बिहानै आएको थियौँ अनि त्यहाँ जाउँ न त होइन दर्शनै नगरी जाने कुरो त भएन यो टिकट काउन्टर ओके मन्दिर प्रवेशको लागि टिकट थियो 100 यहाँ छ गेट टिकट काट्दै रहेछ यो चाहिँ धर्मको नाममा व्यापार हो कि जस्तो पनि लाग्यो मलाई चाहिँ यदि तलबाट घुमेर जाने हो भने फ्री पनि छ मर्निङ भ्यू अनि बिहानको सूर्यको किरणहरू यसरी छरिएको छ भदौको गर्मीमा नि तर कस्तो जाडो हो के कस्तो जाडो रहेछ भने लौ न म त काम नै लाएँ भने जाडोले नसोचेको जाडो पो रहेछ ओ आएर यस्तो ठुलो मूर्ति छ यहाँ काठमाडौँबाट तपाईँहरू मात्र 20 मिनटमा यहाँ आइपुग्न सक्नुहुनेछ मेबी 15 किलोमिटर फ्रम काठमाडौँ पहिला र अहिलेको डिफ्रेन्सको कुरा गर्ने भने पहिला यहाँनिर पानी झरिरहेको झर्ना जस्तो थियो भने अहिले चाहिँ त्यो रहेनछ होइन यो हो साँगाको मन काभ्रे जिल्लामा पर्ने भक्तपुर जिल्लाबाट नजिकै रहेको साँगाको शिव मन्दिर संसारकै सबैभन्दा ठुलो शिवको मूर्ति पनि रहेको छ र यो धेरै हाइटमा भएको हुनाले तपाईँहरूले यहाँबाट काठमाडौँको सुन्दर दृश्यलाई पनि निहाल्न सक्नुहुनेछ मेरो हिल सिप लिन्छ हो यसरीसम्म त्यति छिटो होइन अब म लड्दिनँ 4 वर्ष भइसक्यो भक्तपुरदेखि धुलीखेलसम्मको बाटो अहिलेसम्म बन्दैछ 5 खाल कटिसकेपछि बल्ल राम्रो बाटो आएको जस्तो फिल हुने रहेछ साथीहरू हेर्नुहोस् त कति राम्रो बाटो साथीहरू खोलाको छेउमा हरियाली मनै आनन्द हुने दुईटा त सुतेछन् क्या दोलालघाट बजार आइपुगेको अवस्था यहाँको माछा चाहिँ एकदमै फेमस छ भन्ने सुनेको नि त हामीले पनि होइन तल सलल बगेको छ इन्द्रावती नदी यो उताबाट आउने एउटा खोला छ त्यहाँनिर ठ्याक्कै मिसेको भएर यसलाई दोलालघाट भनेको यो चाहिँ पहिला एकदमै ठुलो मसनघाट हो यहाँनिर माछा नि बेसमारी पाइन्छ उहाँ धेरै पुरानो मान्छे यतातिरको त्यही भएर डिस्क्राइब गर्दै हुनुहुन्छ त्यो माछाले चाहिँ फेरि त्यो घाटको माछा पनि खान्छ त्यही भने मलाई चाहिँ त्यही भने म त खाइरहेको माछा छोडेर हिँड्ने हो त्यहाँदेखि यिनले माछै खाँदैनन् भने त्यो दिनदेखि माछै हाल्न यहाँबाट छुट्टिन्छ चरीकोट र तातो पानी जाने बाटो खाडी चौर आइपुगेको अवस्था यो खाडी चौरको बजार केही यसो फ्रेस हुन मन छ खाडी चौरमा झारेर म त कहिले देखेको थिइनँ त कफहरू जस्तो टाइपको छ चाइनाबाट आएको यो हो र म्याक्सिमम सामानहरू मैले त काठमाडौँतिर यस्तो देखेको थिइनँ कि आयो यही हो ठाउँ मम्मी मलाई पुरेको ठाउँ यो पुरै डाँडा खसेर सिन्धुपाल्चोकको पहिरो यही हो यो माथिदेखिको डाँडा सबै छ यो खोला खप्लकै बन्द गरिदिएको थियो अहिले चाहिँ अलि यति बनाएछ होइन यही हो ए सिन्धुपाल्चोकको पहिरोले पुरेर तहस नहस पारेर यो खोलै पुरेर पुरै गाउँ सबै लग्थ्यो पुरै गाउँ पहिला हामी आउँदा त बाटो थिएन माथिबाट घुमाएर पुरै गाउँ थियो मम्मी पुरै गाउँ ठाडै छ त पलाएर नि यत्रो भइसकेछ अहिले त धेरै वर्ष 72 सालतिर हो कि
कि अलि पछाडि हो त्यस्तैतिर होला फेरि यही घर बनाउनु लाग्यो फेरि भर्खर ऊ त्यो माथि घरसम्म त्यो पानी हामी आउँदाखेरि खोला थुनिएर सिन्धुपाल्चोकको 12 विषय है यो चाहिँ सिन्धुपाल्चोक बारी विषय हाम्रो बाटो त यहाँ लस्टै डेन्जरको रहेछ त ओ लो भोटेकोसी गाडीले पहिरोले लगेर ध्वस्तग्रस्त समस्त सबै राम्रो यो खोलाले तहस नहस पहिरो आएर बसेर बिचरा के गरोस् यो प्राकृतिक पनि लो दुईटा रक स्टारहरू त्यहाँ छन् बिचमा दुईजना म हजुर र दिजु चाहिँ बिच हुनुहुन्छ आदि फ्यामिली चाहिँ म यहाँ छु नराम्री भए पनि माइन्ड नगर्नु ल सिन्धुपाल्चोकतिरको बाटो पनि देखियो कति वर्षपछि आइयो हामी त है कहिले आएको थियौँ अरे 4 वर्ष 5 वर्षै पहिला हौ 5 वर्ष यो पनि बग्न बेर लाउँदैन नि ठेगानै छैन यहाँनिर त बन्दी जम्पिङ पनि थियो त त्यही त कहाँनिर गयो त्यो बन्दी जम्पिङ यो पुरै चाइनाको हेर त चाइनिज भाषामा लेखेको ए नेपाली चाइनाले नै लिएर लाग्थ्यो होला होइन नेपाल जम्पिङ गर्ने ठाउँ है हामी चाहिँ यो पुलमा आइपुग्यौँ अब यो चाहिँ बन्दी जम्पिङ गर्ने ठाउँ यस्तो डर लाग्दो छ यार तल त कत्रो डर लाग्दो खोला माई गड मेरो त मुटु नै काप्यो तलको खोला देखेर त मेरो मुटु काप्यो ओ माई गड के हो यस्तो जनताहरू आउँदैछन् त्यहाँबाट यस्तो डर लाग्दा म कसरी बन्दी जम्पिङ गर्ने हो माई गड त कस्तो डर आएको हेर तल देख्दा नि हान्छौ जम्पिङ हान्दिउँ त्यसो भने जे पर्ला हान्ने म त हुँदैन सौगात बन्दी जम्पिङ गर्ने हो 1000 रुपियाँ मात्रै हो 1000 रुपियाँ मात्रै हो ठाउँ त कस्तो खतरा ठाउँमा है तर मेरो मुटु कामिरहेको बेलामा बन्दी जम्पिङ हान्ने नभन्नु है डोराले है यहाँ डोरो बाँधिदिन्छ यो डिलबाट डोरो सबै बाँधिदिन्छ हात खुट्टामा अनि त्यहाँबाट चाहिँ यहाँ हाम फाल्ने हो के अनि पछि तानिदिन्छ हाम फाल्नुहुन्छ किन सकिन्न डर लाग्यो मलाई डर लाग्यो यस्तो मान्छेले बन्दी जम्पिङ हान्ने अरे म मरे म त डरले पहिल्यै कामिसकेँ मोबाइल झर्छ कि भनेर सामानहरू हालेर लैजान्छन् कि अब कन्टेनरहरू ठुल्ठुलो यहाँभित्र टन्नै सामानहरू जान्छ के हो यस्तो लाग्छ भने जग्गाको ठाउँ फाइनल्ली हामी आइपुगेका छौँ तातो पानी धारा ल तातो पानीमा नुहाएर सफा भएर रोगब्याध फालेर जानेछौँ है त हामी ल पानीको टिकट काटेर हामी भित्र छिरिसकेको अवस्था सबैजना नुहाउने अरे अब तातो पानीमा तल बगिरहेको छ खोला हामी जाँदैछौँ तातो पानी नुहाउन फुल फ्यामिली तर कोही कोही छुट्टिएका पनि छन् छुटेको मान्छेले पुरो भिडियो हेर्नुभएको छ भने फेरि जाम्ला भनेर कमेन्ट गर्नु होला र यो तातो पानी आउनुको मुख्य कारण चाहिँ धेरै प्रकारका रोगहरू निको हुन्छ भन्ने धार्मिक आस्था पनि छ र त्यस यो खोलाले नेपाल र चाइनाको सिमानालाई छुट्याउँछ पारिपट्टि चाइना हो भने वारिपट्टि नेपाल हो यहाँ पनि देख्न सक्नुहुनेछ तपाईँहरूले शिवको मन्दिर यही हेरेर नआउने ठाउँदा यहाँभित्र तातो पानी यो तातो पानी आफै तातेको तातो पानी होइन त तातो पानी धारा
अरे चाइनाको भिरा अरे के पारी पारी ए पारी हो नि त कसले भनेको तपाईले त्यो चाइनाको त्यही भने यहाँका मान्छेले हो धन्यवाद